जाने होइन त स्वर्गको टुक्रा बडीमालिका। तपाईँहरू धेरैले मलाई कालीकोटको रुट हुँदै बडीमालिका कसरी पुग्न सकिन्छ भनेर सोध्नु भएको हुन्छ। त्यसैले म आज तपाईँले कालीकोटको रुट हुँदै बडीमालिका कसरी जान सकिन्छ, कति दिन लाग्छ भन्ने कुरा जानकारी दिन गइरहेको छु। कृपया भिडियो पुरा हेर्नुहोला। काठमाडौँबाट सुर्खेत प्लेन वा बसबाट सजिलै जान सकिन्छ। करिब 12 घण्टाको बस यात्रामा सुर्खेत पुगिन्छ। अब सुर्खेतदेखि 6-7 घण्टा जति कर्णाली हाइवे र करिडोर हुँदै यात्रा मोडिन्छ राजकोटतिर। राजकोट पुगे पश्चात गाडीको यात्रा यहीँ सकिन्छ र यहाँबाट सुरु हुन्छ पैदल यात्रा। बिहानै सुन्दर राजकोटको दृश्य अवलोकन गर्दै देउरापाटन लेकाली भूमि निहाल्दै राजकोटबाट 6-7 घण्टाको पैदल यात्रामा पुगिन्छ छेत्तडीपाटन। छेत्तडीबाट दिनभरिको रमाइलो यात्रापछि पुगिन्छ त्रिवेणीपाटन। त्रिवेणी 3 खोलाको सङ्गम स्थान मात्र नभई सम्पूर्ण तीर्थालुहरूको सङ्गम स्थान हो। यहाँ सुदूरपश्चिम, मध्यपश्चिम र सम्पूर्ण ठाउँबाट आउनुभएको तीर्थालुहरू भेटिने ठाउँ हो। हरियाली सुन्दर पाटन, जिउला, बुकीफुलको सुगन्ध, भेडा र घोडाको बथान र अद्भुत ल्यान्डस्केपले तपाईँलाई स्वर्गमै पुगेको अनुभूति दिलाउनेछ। त्रिवेणीबाट बडीमालिका मन्दिरको यात्रा सुरु हुन्छ। यात्राको बीचमा सुन्दर हिमालको दृश्य देखिन्छ। अर्को दिन बडीमालिका मन्दिरमा ठुलो मेला र मुख्य पूजा लाग्छ। धार्मिक दृष्टिकोणले सम्पन्न, ल्यान्डस्केपले भरिपूर्ण बडीमालिका र त्रिवेणीपाटनको यात्रा गर्दा तपाईँले न्यानो लुगा, खाजा, टेन्ट र रेनकोटको व्यवस्था गरेको राम्रो। यसपालि बडीमालिकाको मुख्य पूजा भदौ 11 गते रहेको छ। यहाँहरूले लोकल गाइडहरू पनि पाउनुहुनेछ। यहाँहरूको बडीमालिका यात्रा शुभ रहोस् र बडीमालिका माताले सबैको कल्याण गरून्। धन्यवाद।